हेलो एभ्रिवान, आज चाहिँ हामी नेपाली स्टाइलमा चाउमिन बनाऊँ है त। अब के चाहिन्छ भनेर इन्ग्रिडियन्टहरू चाहिँ मैले अलरेडी नै चप गरेर फ्राई गर्नुपर्ने फ्राई गरेर राखिसकेको छु, भिजाउनु पर्नेहरू पनि भिजाएर राखिसकेको छु। फर्स्टमा चाहिँ तेलमा हजुरले प्याज र हरियो खुर्सानीलाई मजाले एकछिन फ्राई गरिदिनु होला। त्यसपछि हामीलाई क्याप्सिकम, क्यारोट, अब गाजर, क्यारोटहरूसँग जे भेजिज छ सबै हाल्नु हुँदा हुन्छ। मैले चाहिँ क्याप्सिकम अनि गाजर अनि चना हालेँ। अनि यसलाई चाहिँ अलिकति सफ्ट नहुन्जेल एकछिन फ्राई गर्नुपर्छ। त्यसपछि स्पाइसेसहरूको पालो, मसलाहरूमा चाहिँ मैले बेसार हालेँ, नुन हालेँ, जिरा धनियाँको पाउडर हालेँ, अनि त्यसपछि अजिनामोटो पनि हालेँ, सँगसँगै मैले धुलो खुर्सानी पनि हालेँ। अब मसलाहरू हजुरको टेस्ट अनुसार हजुरले जे पनि हाल्न सक्नुहुन्छ। अनि त्यसलाई एकछिन मजाले फ्राई हुन दिने, मजाले फ्राई गर्ने। त्यसपछि पाकिसकेपछि चाहिँ नुडल हाल्ने। नुडल पनि हजुरले जस्तो खालको नुडल युज गर्दा पनि हुन्छ, तर डार्क सोया सस चाहिँ कम्पलसरी हाल्नु पर्यो है। त्यसपछि आयो, मैले चाहिँ बफ युज गरेको छु, हजुरहरूले जेको मासु युज गर्दा पनि हुन्छ। अनि अब स्क्रैम्बल्ड एगहरू, फ्राई गरेको अन्डा अनि हरियो धनियाँ पनि हालेँ। अब त रेडी भयो। थ्याङ्क यू फर वाचिङ।